उदित नारायण त मान्छे हो। हामी नेपालीको बानी यस्तो भयो कि हाम्रो राम्रो हुँदैन र राम्रो हाम्रो हुँदैन। त्यसैले हाम्रोलाई राम्रो भन्न सकौँ, राम्रोलाई हाम्रो भन्न सकौँ, हुन त अर्काको तर राम्रो लागे पनि अर्काको साथीसँग डेटिङ जाँदा हल्का रमाइलो हुन्छ, त्यसपछि दुखै दुःख हुन्छ। आफ्नो श्रीमती अलिक नराम्री भए पनि एङ्गल मिलाएर हेरौँ, सही एङ्गलबाट हेऱ्यो भने राम्रै लाग्छ। यो अनुरोध छ, हामी नेपाली कला साहित्य र संस्कृतिलाई माया गर्दै अगाडि बढ्न सकौँ, यो अनुरोध छ। आज हामीसँग नेपालबाट यति कलाकारहरू आएका छौँ। सँगै त्यो बाहेक भीम लिम्बू मेरो ललित कला क्याम्पस पढ्दाको साथी हुनुहुन्थ्यो, उहाँको चाहिँ भिसाको केही समस्याले गर्दाखेरि उहाँ आउन सक्नु भएन। त्यसै गरी कला राई बान्धारे चौकी आउन आँटा बेलामा उतै रोक्यौ कि। त्यसै गरी राजेश कुमार राई, मीरा राई लगायतका साथीहरूको पनि भिजाको समस्या भयो र उहाँहरू आउन सक्नु भएन। हामी धेरै कलाकार आउँदाखेरि हामीलाई पनि अलिक सहज हुन्थ्यो, थोरै गर्दा पनि आराम पाइन्थ्यो। यस्तै पनि कोरियामा कम्ता चिसो रहेन रहेछ मेरा बा। यो कोरियाको मौसम भनेको हाम्रो नेपालको नेता जस्तै रहेछ, कतिखेर बदलिन्छ टुङ्गो रहेन रहेछ। ठ्याक्कै 180 डिग्रीको अपोजिटमा जाने। अघिल्लोचोटि झुसकमा आउँदा गर्मी थियो, सेन्डो मात्रै लाएर हिँडेको, त्यतिखेर कमरेड प्रचण्ड भन्दै मैले निश्चित रूपमा हामीले संविधान बनाउँदा भारतले नाकाबन्दी गर्छ भने गरोस्, उनले साइकल चढ्न तयार छौँ दिइरहनु भएको थियो। अहिले आउँदाखेरि पुरा गाडो छ, यता पठाङ्ग्रिने गरी प्रचण्ड कमरेड भन्दै मैले निश्चित रूपमा भारत हाम्रो असाध्य असल मित्र हो। खासमा पहिलेको हामीलाई त्यसै गाडीमा चढ्दा चढ्दै भुँडी ठुलो भयो, अब हिँड्नुपर्छ, एक्सर्साइज गर्नुपर्छ भनेर तेलमा ल्याएकै हो। भारतले नाकाबन्दी गरे होइन भन्ने ठाउँमा पुग्नु भएको छ। यो मौसम पनि यस्तै रहेछ। यो मौसममा पनि यो चिसो मौसमलाई तातो बनाउन आउनुभएका कलाकार नेपालका एउटा गीत सङ्गीतको क्षेत्रमा जादुई गायक राजेश पायल राईको सम्मानमा एकचोटि जोरदार तालीको अपेक्षा गर्छु। जोरदार ताली, जीवन अवाजको स्वर किन्नरी उहाँको लागि पनि ताली। प्रीति आले मगर उहाँ आइटम क्विन नै भने पनि हुन्छ अहिलेको नेपाली समाजमा। त्यसै गरी रञ्जिता लिम्बू हट डान्स। अघि जाडो भएर हामी पुरै ज्याकेट लगाएको, तल यो प्यान्ट छ, प्यान्टभित्र मेरो फेरि थर्मोकोट छ, थर्मो ट्राउजर भनौँ न, कोटमा दिन्छु थर्मो ट्राउजर। ती बहिनी त यति पातलो लगाएर आएको यस्तो जाडो छ बहिनी, के हो पारा भनेको दाइ त्यति पनि थाहा छैन। हामी केटीहरूले यस्तै हात गर्छ क्या। हाम्रो हट डान्सर रञ्जिता लिम्बूको लागि पनि एकचोटि जोरदार ताली यहाँको दर्शकहरूलाई अपेक्षा गर्छु। म स्वयं खुद राजा राजेन्द्रको लागि पनि एकचोटि ताली बजाइदिन्छु। बाई प्रोफेसन म उद्घोषक होइन, उद्घोषण गर्नुपर्छ कहिलेकाहीँ कथाले नाच्दाखेरि नायिकाले मात्रै होइन, सेमी नायकले पनि दिनुपर्दो रहेछ। किनभने हाम्रो नेपालमा आजभोलि यस्तो छ कि राजेश हमालको फिल्म चल्दैन, जितु नेपालको फिल्म चल्छ। आमै डल्ली किन आँखी हेर्दा बिचरा टुक्रा डाकी टिप्न कति मजा आयो। गाह्रो छ, नानी यतै कोरियामा जन्मेकी होली खाने हाँसे हो, बडो गाह्रो छ। मल्टिकल्चरल भइसकेपछि बडो अप्ठ्यारो हुन्छ। माउली यी यता कि हाम्री भान्जी हुन् कि भतिजी हुन्, अप्ठ्यारो छ। भान्जी भतिजी मल्टिनेसनल त भइगयो कि भान्जी कि भतिजी भन्ने हो, हाइब्रिड ठिकै छ। भान्जी नै भनौँ, सजिलो हुन्छ। भतिजी नै भने पनि सजिलो हुन्छ। ओके, नो प्रब्लम। मामाले चक्लेट लिएर आएको छैन है नानी, कोरियाकै चक्लेट मिठो हुन्छ, नेपालबाट ल्याएको भए उही सूर्य मात्रै हो साथीहरू। जस्ट फर इन्टरटेनमेन्ट। हामी धेरै कलाकार आएका छौँ। कलाकारको प्रस्तुति यहाँहरू हेर्दै जानुहुनेछ, रमाइलो मान्दै जानुहुनेछ। यहाँहरूको साथ र सहयोग सँगसँगै खुसी हुँदै जाने हो। खुसी हुनलाई यताउता दुवैतिरको हित चित्त मिलेपछि बल्ल पित्त समेत खुसी हुने अवस्था आउँछ। त्यसैले यहाँहरूको बिचमा पहिलो प्रस्तुति प्रस्तुत गर्न लागि तपाईँले बनिसक्नु भएको छ। पहिलो प्रस्तुतिको रूपमा आउँदै हुनुहुन्छ यो स्टेजमा रञ्जिता लिम्बू। जोरदार तालीको साथमा स्वागत गरौँ। एरियल डिस्टेन्स धेरै टाढा होइन, तल धरान पुगेर नारायणघाट पुगेर काठमाडौँ आए जस्तो। ठिक छ, नानीलाई छोडिदिउँ, उनको गाउँै यतै हो भन्ने होला। यतैको पिआर त हो नि नानी।
स्टेज सबै कुद्न दिनु न, छोडिदिनु लेख्नुमा गलेपछि हामी जान्छौँ। त्यहाँबाट तल झर्न पाउँदैन भने नाइ म यहाँ बस्दिनँ, म तलै जाने। मेरो पनि सानो छोरो छ कि धेरै कुरा सिकिसक्यो। के बुद्धि लागेर बेलैमा बिहे गरेको 7 वर्ष भयो।